नमस्कार शिवारू। आज मिति 2081 साल चैत्र 1 गतेका दिन हेनिहाङ गाउँपालिका वार्ड नम्बर 3 कुर्लुम्बा पशुपन्छी तथा कृषि समूहलाई वडा नम्बर 3 को आर्थिक वर्ष 2080-81 को बजेटबाट विनियोजित 1 लाख रुपैयाँको एउटा कृषि हाते औजार कृषि ट्र्याक्टर खरिद गरिएर आज उद्घाटन कार्यक्रम रहेको छ। मकै छर्ने पशुपन्छी तथा कृषि समूहलाई यो हस्ताक्षर गरिएको छ। आज जनप्रतिनिधि वडा सरकार वडा अध्यक्ष श्री वीरेन्द्र कुमार योङज्यू, त्यसै गरी वडा सदस्य चित्रबहादुर कार्की र कृषक समूहको भेलामा आज उद्घाटन गरी आज मकै छर्ने कार्यक्रम भइरहेको छ। लगभग प्रत्यक्ष समूह दर्ता तपाईको समूह दर्ता हुँदैछ हैन, 15-16 घरले प्रत्यक्ष लाभ लिनेछन् र धेरै खुसी छन् कृषकहरू, किनभने कृषि औजार अहिले नयाँ भएकोले गर्दाखेरि सबैलाई एकदमै खुसी दिलाएको अनुभूत र त्यहाँ दृश्यमा देख्न सकिन्छ। हिलियाङ सरकारबाट हिलियाङ वार्ड नम्बर 3 को तर्फबाट 1 लाख रुपैयाँ विनियोजित थियो र यो एसकेटी किसान मेसिनद्वारा आज मकै छर्ने कार्यक्रमहरू भइरहेको छ। यो मकै छर्दाखेरि चाहिँ अलिक बाक्लो छर्नुपर्छ भन्ने त्यहाँका केही विज्ञ साथीहरूले भन्दै हुनुहुन्थ्यो, किनभने यो ट्र्याक्टरबाट चाहिँ अलिक त्यो उसको पङ्खाहरूले चाहिँ अलिक काटिने भएकोले गर्दाखेरि भन्ने कुरा छ र यो ढुङ्गा नभएकोमा चाहिँ एकदम उपयुक्त हुने रहेछ। हामीले हेऱ्यौँ ढुङ्गा भएकोमा चाहिँ अलिक उफार छ र त्यसको जुन पङ्खाहरू त्यसको चाहिँ अलिक भाँचिने अलिकति भन्ने कुराहरू आएको छ र प्रत्यक्ष जोतिराख्नु भएको छ। नयाँ युगको नयाँ औजार, हुन त यो नयाँ औजार त होइन, धेरै वर्ष अगाडि नै आएको र हाम्रो हिलियाङ वार्ड नम्बर 3 को तर्फबाट चाहिँ एउटा वडा नम्बर 3 मा अरू अन्यले पनि चलाइराख्नु भएको छ, तर यो चाहिँ अलिक पहिलोचोटि दिएकोले गर्दाखेरि उत्साह पुनः छाएको छ। यो मेसिन चलाउनलाई झन्डै दिउँसो जोत्नु चाहिँ अब हलोभन्दा चाहिँ गोरुभन्दा चाहिँ धेरै छिटो हुन्छ, तर 2 जना जति चाहिने रहेछ, किनकि उकाल्नु ओह्राल्नु पर्यो, भौगोलिक विकट छ हाम्रो, त्यसले गर्दाखेरि अलिक उचाल्नु पर्यो, माथिल्लो गएर तल्लो गएर ओह्राल्न चाहिँ अलिक केही कष्टदायी हुन्छ। तर लगभग हलोले जोत्ने 5-6 सियो चाहिँ एकै रफ्तारमा जोत्न सकिँदो रहेछ। यसले अरू अन्य कृषक साथीहरूको भनाइ बमोजिम चाहिँ यसले खनेको यसले जोतेको चाहिँ छेउभित्र खन्नु पर्दैन भन्ने पनि रहेछ। र चाहिँ 1 लिटरले 2-3 घन्टा नै जोत्छ भन्ने पनि छ। कतिसम्म सक्सेस हुन्छ यो अब उहाँहरूले काम गरिराख्नु भएको छ। चालकहरू चाहिँ पालै गरी टेस्ट गरिराख्नु भएको छ। कृषक गङ्गा दाहालजी, भिडियो हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको अमूल्य समयको लागि र आगामी दिनहरूमा नयाँ भिडियो लिएर उपस्थित हुने नै छु। आजलाई भने छुट्यौँ। हस्त शिवारू।